यिनीलाई दुःख पाउनु जानिएन छ क्या र शान्त्या बाउ? जानिएन जानिएन। हो र के गर्नु हुँदैछ त त्यहाँ माथि? जस्ता जान्नु हुँदो रहेछ नि, घर छाउनु जान्नु हुँदो रहेछ। के जान्नु हो, अरूलाई नपुग्ने आफूलाई नटुट्ने मात्रै हो। मेरो बाउ आमाले चाहिँ राम्रै ज्वाइँ रोजेछन् है। यति त आफ्नो गर्ने पर्यो, जात जनाउने पर्यो। तर पुरो बिगार्यो तरले, उसको तर्प लायो। तर अलिक कति राम्रो पो छाउनु हुँदो रहेछ हौ। हेत्तेरी मान्छे हेर न कति राम्रो छ त। तपाईँको ड्रेस, तपाईँको मेलो एकै खालको देख्छु त हौ। अनि सेम पिन्च भने जस्तै भयो। इङ्ग्लिस पनि जान्नुहुन्छ त्यस्तो घर छाउने मान्छेले? के घर छाउने मान्छे चाहिँ इङ्ग्लिस बोल्न जान्दैन भन्ने कहाँ लेखेको छ? इङ्ग्लिस त खतरा हान्नु हुँदो रहेछ। मुराले पनि इङ्ग्लिस बोल्छ। ढुङ्गा मुराले एउटा ठुठा लिएर जङ्गलबाट बोकी लिएर त्यहाँनिर इङ्ग्लिस भन्नु त बोल्नु भने के बोल्नु भएको हुँदो कुरो बोल्नु। भन्नुमा होइन क्या, बुझ्नुमा छ। कस्तो तिमी पनि कुरा नबुझेको। अलिक बुद्धिजीवी जस्तै लाग्छ। के को बुद्धिजीवी? हामी जस्तो गोबर गणेश के को बुद्धिजीवी? यो त अब यो मैले त उदाहरण पो दिएको त, ढुङ्गा मुराले इङ्ग्लिस बोल्छ भन्ने कुरा। ढुङ्गाले मलाई त अनि के पो सर्टकट त होइन, उसको फुल फर्म टाकटुक पो चाहिन्छ त। यसको लागि त अब स्कुलै पढ्नुपर्छ त।